यो बाख्राले जहिले डिस्टर्ब गर्छ भनेको म बोल्ने बेला चाहिँ मेरो पसिना सबभन्दा ठुलो दुश्मन यही हो कि यही छोरी मान्छे भइसकेपछि चाहिँ सबै कुरा सिक्न पर्दो रहेछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ प्रकृति मगर फ्रम दाङ देउखरीदेखि। आई होप तपाईँहरू सबैजना सन्चै आरामै मस्त व्यस्त हुनुहुन्छ होला। म चाहिँ सन्चो छैन, भनौँ हल्का रुगा लगाइरहेको छ, त्यति सन्चो छैन मलाई चाहिँ। म चाहिँ कहाँ छु भनेपछि मेरो करेसा बारीमा। म तपाईँहरूलाई मेरो करेसा बारी आज टुर गराउँछु ल। गर्मी चाहिँ लास्टै गर्मी छ, लास्टै। म चाहिँ यतातिर के भन्छ अरे लास्टै गर्मी छ कि साथीहरू। जति पानी पर्छ त्यति गर्मी हुन्छ भनेको, तर भ्यू चाहिँ हेर्नु न कस्तो राम्रो बादल देखिरहेको छ भनेको। यो चाहिँ मेरो गोठ हो अनि म चाहिँ मेरो करेसा बारीमा छु। अलिकति खुर्सानी टिप्न आएको कि फेरि। अनि यतातिर हेर्नु न खुर्सानी कति धेरै फलेको छ। यो चाहिँ मेरो खुर्सानी हो। अनि यता चाहिँ भान्टाहरू फलेको छ। अनि यता चाहिँ म छु। अनि यतातिर फेरि भेन्डीहरू, यो भेन्डी पनि कस्तो राम्रो फलेको रहेछ भनेको। अहिले पहिला त पुरै किरा लागेको थियो, किरा लागेर कति यहाँ झार त हामीले कतिचोटि गोड्यौँ, कतिचोटि कहिले खन्ने कहिले झार गोड्ने, किरा लागेर केही थिएन। तर अहिले चाहिँ राम्रो भएको रहेछ, कस्तो फुलिरहेको छ अहिले त है। अनि साथीहरू यो काँक्रा, मेरो काँक्रा पनि फलेको रहेछ त। म देखाइदिन्छु ल तपाईँहरूलाई। काँक्रा सानो फल्दै रहेछ भनेको काँक्रा त। गर्मी चाहिँ लास्टै छ, तर भ्यू हेर्नु न, ओ माई गड कति राम्रो भ्यू। अनि त फर्सी चाहिँ अस्ति नै फलेर नि सकिसक्यो। यो चाहिँ सबै फर्सी हो, देख्न सक्नुहुन्छ पारी चाहिँ। त्यो चाहिँ कागती बारी हो। घाम चाहिँ लास्टै छ, मेरो पसिना हेर्नु, मलाई झन् पसिना लास्टै आउँछ क्या। मेरो भ्लगहरू चाहिँ तपाईँहरूले यस्तै देख्न सक्नुहुन्छ। घरको नै आउँछ धेरै जस्तो मेरो भ्लग चाहिँ। आया कस्तो घुच्यो भनेको। म चाहिँ जान लागेँ भने। तपाईँहरूतिर यस्तो गर्मी छ कि छैन कि? लास्टै गर्मी छ, लास्टै गर्मी। जति पानी पर्छ त्यति गर्मी हुन्छ भने गाह्रो छ। अनि यो चाहिँ मेरो भान्सा, यहाँ चाहिँ रक्सीहरू बनाउँछौँ अनि खानाहरू पनि पकाउँछौँ कि। किनभने चाहिँ आजभोलि त ग्यासको लास्टै सर्टेज छ नि त। अनि त्यही भएर खाना पनि पकाउँछौँ अनि रक्सीहरू चाहिँ यहीँ नै बनाउँछौँ। अनि यहाँ चाहिँ मैले आज सफा गर्दैछु। अब अलिअलि लिप्न पऱ्यो कि यसलाई पनि। फर्स्टमा चाहिँ म माटो भिजाउँछु। गर्मी कस्तो छ भनेपछि म त छ्या। यो चाहिँ सेमी, यसमा किरा लागेको थियो, सो मैले सुकाइदिएको। म चाहिँ यहाँ माटो भिजाउँछु। अनि के साथीहरू, मेरो चाहिँ फोन स्ट्यान्ड पनि छैन नि त। अनि भिडियो बनाइदिने पनि कोही हुन्न, अनि आफै बनाउने हो। अनि मैले यसरी राखेर बनाउँछु नि त, अड्डाएर। कहिले ढुङ्गामा, कहिले यस्तै उसमा काठोहरूमा त्यस्तै म अड्डाउँछु नि त। अनि त्यस्तो गर्दाखेरि त कतिचोटि खसेर फुट्यो क्या फोन चाहिँ। अनि एउटा स्ट्यान्ड किन्न चाहिँ छ, मैले हेरिरहेको छु। अनि ल्याउँछु भनेको, अनि त्यस्तै भइरहेको टाइम। अनि त्यसपछि के कतिचोटि फुटिसक्यो, कतिचोटि फुटिसक्यो फोन। अनि खसेर कहिले पछाडिको क्यामेराको ग्लास फुट्छ, अगाडिको ग्लासको त कुरै नगरौँ, महिनामा 4-5 चोटि चेन्ज गर्ने भइहाल्छ। अनि मेरो बुढाले के भन्नुहुन्छ भनेपछि, होइन मसँग हुँदा त फोन त नयाँ थियो त, तिमीसँग हुँदा त कति छिटो पुरानो बनाइसकेको अरे। यता चाहिँ मैले माटो भिजाउँछु। अब यता चाहिँ मैले माटो भिजाउनलाई अब यति राखिदिन्छु। त्यसपछि भिजिसकेपछि चाहिँ लिप्नु पर्ला। गर्मी, पसिना देख्न सक्नुहुन्छ, घाम लास्टै छ क्या। अनि दिउँसो त्यस्तो काम पनि हुँदैन। अनि भित्र बस्न सुत्न पनि अल्छी लाग्छ कि। सन्चो छैन मलाई खासै, झन् जति सुत्यो त्यति च्याप्छ क्या ज्वरोले। त्यही भएर यसै खाली भएको बेलामा लिपिहालौँ न त भनेर चाहिँ। सो यसलाई चाहिँ आया गरौँ पो रहेछ त यो त। अनि मलाई जस्तो गर्मी कसलाई हुन्छ साथीहरू, एकैछिन घाममा बस्दा बित्तिकै यस्तो पसिना आउँछ। यो बाख्राले जहिले डिस्टर्ब गर्छ भनेको म बोल्ने बेला चाहिँ। म जति बेला बोल्छु त्यति बेला कराउनु पर्छ र भनेको। अब
फर्स्टमा त यसलाई सफा गर्न पर्यो नि त यस्तो सबमा यसलाई पहिला सफा गर्छु बढार्छु अनि त्यसपछि लिप्न स्टार्ट गर्छु त्यतिखेरसम्म माटो पनि भिजेर सकिन्छ होला यो चाहिँ प्लास्टिक यो चाहिँ आगो बाल्नतिर निकाल्न चाहिन्छ र प्लास्टिकहरू चाहिँ आगो बाल्नु युज गर्छु अनि के साथीहरू यो कोइला छ नि त यो पूजा गर्छौँ कि हामीले उता एकजना त्यहाँ दिदीहरू आउनुहुन्छ क्या ल्याउनको लागि त्यहाँ लानुहुन्छ कि अनि हामीले चाहिँ जम्मा गरेर राखिदिन्छ यसको पनि युज हुन्छ नि त फेरि साथीहरू कोइलाको पनि यसलाई फेरि के गर्नु गर्मी के गर्नु युज गर्छ भन्नु न सेकुवाहरू पोल्नको लागि चाहिँ होटेलहरू गरेको मान्छेले त सेकुवाहरू पोल्छ नि त हात साथीहरू पसिना मेरो हात यो चाहिँ कोइला टिपेको यस्तो भयो पसिना हे भगवान् यस्तो गर्मी पनि तपाईँहरूतिर कतिको गर्मी छ भनिदिनुहोस् त्यता त हेर्नु न एकैछिन 5 मिनट भएको छैन होला काम गरेको यस्तो पसिना आइसक्यो जति पानी पर्छ त्यति गर्मी हुन्छ ओ माइ गॉड पसिना यस्तो छ देखिए ऐसा है मेरा किचन अब यसलाई म तलक्क टल्काउँछु ल तो चलिए शुरू करते हैं घाँसी काटे बासैको निगालो तिमीलाई देखे हृदय उज्यालो बाटो मुनि फुल फुल्यो दोमासे भेट होला दैवले नमासे खिझ्यालेमा टलक्क टल्कियो चन्द यो चाहिँ मेरो भान्सादेखि निस्किएको फोहोर हो देख्न सक्नुहुन्छ मेरो पसिना जिन्दगीमा गरी खान सकेला जस्तो छैन पसिना हेर्नु न हे भगवान् के साह्रो र साथीहरू मैले भनेको थिएँ म मेरो फोन स्ट्यान्ड छैन अनि मेरो मोबाइल कतिचोटि खस्छ भिडियो बनाउँदा भन्थे त फेरि खस्यो के साथीहरू मेरो फोन यस्तो गऱ्यो भने त म त खै 2-3 महिना नि बनाउँदैन होला फोन गाह्रो छ मेरो बुढा एउटा स्ट्यान्ड किनिदिनुहोस् भनेर भनेको खै सुन्नुहुन्न म तपाईँहरूलाई मेरो फोनको स्ट्यान्ड देखाउँछु ल मैले कसरी राखेको थिएँ ये क्या है मेरो फोनको स्ट्यान्ड के हेर्नु 2वटा बाल्टी माथि अनि बाल्टी चाहिँ चिसो थियो नि त अनि त्यही भएर राखेको त्यो प्लास्टिक गाह्रो छ मलाई भिडियो गर्नु मैले भिजेर राखेको माटो पनि भिजिसकेको रहेछ है अब चाहिँ एकछिनमा म अब लिप्न सुरुवात गर्छु ल साथीहरू मेरो पसिना त्यतिकै बगिराखेको कि अघि भर्खर नुहाएको कामै छैन फेरि नहुने साथीहरू म चाहिँ अब लिप्न स्टार्ट गर्छु देख्न सक्नुहुन्छ माटो लिएर आइसकेँ म चाहिँ लिप्छु ल
खत्म, बाय बाय, टाटा, गुड बाय, गया। साथीहरू मैले चाहिँ लिपेर सके मेरो फाइनल लुक्स देख्न सक्नुहुन्छ। मैले तल मात्रै लिपेको है, माथि चाहिँ लिपेँ। पसिना देख्न सक्नुहुन्छ। जानी नजानी लिपेँ, कस्तो लिपेँ थाहा छैन। अनि तर छोरी मान्छे भइसकेपछि चाहिँ सबै कुरा सिक्न पर्दो रहेछ जस्तो लाग्यो अहिले आएर चाहिँ। किन भनेपछि नजान्दा आफैले अलिकति गाह्रो हुँदैछ क्या। तर यो कान्छी छोरी भइसकेपछि पनि धेरै गाह्रो हुँदैछ पछि बिहे गरेर जब बुहारी भइन्छ। किनभनेपछि कान्छी छोरी हुँदाखेरि त अब सबैले पुलपुल्याएर माया गरेर राख्नुभएको हुन्छ नि त। त्यति अब नै गर्दिन भन्दा पनि केही भन्नुहुन्न थियो। तर त्यही भारी परिरहेछ क्या अहिले मलाई। पहिला के भन्छ अरे खासै काम पनि गर्दैन होइन। अनि अहिले आएर गर्न पर्दा चाहिँ हल्का गाह्रो भएको छ। नगरेको कामहरू गर्न पर्दा चाहिँ होइन, सिकिँदै जाने हो। जन्मजातै कोही सिकेर आएको त हुँदैन। सिक्दै सिक्दै जाँदा सकिन्छ। म सक्छु भनेर चाहिँ गर्ने हो। म सक्दैन भनेर बस्यो भने त कुनै पनि काम गर्न सकिँदैन। भान्सा लिपेर चाहिँ सकिसक्यो। जानी नजानी अब चाहिँ म भैँसीहरूलाई बाख्राहरूलाई दाना दिनलाई चाहिँ यो चाहिँ पास हो। रक्सी बनाएको पास हुन्छ नि त, त्यो चाहिँ हामीले भैँसी र बाख्राहरूलाई दिन्छौँ है। म चाहिँ अब यो भैँसी बाख्रालाई राखिदिन्छु। ओ माइ गड, पछाडिको भ्यू किन यति राम्रो आइरहेको छ के। कस्तो हात अघि नै त्यो लिप्ने बेलामा हात यस्तै कोटाहरू दिएको कस्तो चरचराइरहेको छ भने गाह्रो छ। कस्तो रुगा लागेको छ अनि भैँसी अड्काइरहेको छ क्या मेरो। रुगा नि सन्चो हुँदैन। अस्तिदेखि रुगा लागेको पनि सन्चो नै हुँदैन भनेको। म चाहिँ अब भैँसी बाख्राहरूलाई दाना दिन लागेको, कराइरहेको छ। अब आफू मात्र खाएर भएन, भैँसी बाख्रालाई पनि दिन पर्यो। सो यो चाहिँ मेरो 2वटा पाडा त बाख्राहरू छन्। म चाहिँ बाख्राहरूलाई दानाहरू दिँदैछु। यो पाडा त खोइ के भएको भने मलाई त देखि खान सक्दिनँ त। मलाई देखेँ कस्तो गर्छ हेर्नु न, कस्तो हेरे भनेको। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। हेर त त्यत्रो पानी पोखाएको। यो पाडा सबभन्दा बढी मेरो दुश्मन, सबभन्दा ठुलो दुश्मन यही हो कि यही। हेर्न सक्नुहुन्छ कस्तो गरिरहेको छ। मलाई त देखिहाल्छ। मैले नै घाँस दिने, मैले नै दाना पानी दिने, अनि मलाई नै देखेर कस्तो गर्छ हेर्नु। सब पोखाएको। साथीहरू म चाहिँ मेरो काम सबै सकेर नास्ता खाएर रेस्ट गरेर फेरि जान लागे घाँस काट्न मेरो पर्मानेन्ट जबमा। पर्मानेन्ट जब हो कि विदाउट मनीवाला। गर्मी लास्दै छ। जति पानी पर्छ त्यति गर्मी हुन्छ। के गर्नु, जति गर्मी भए पनि हावा पानी के भन्छ अरे घाम केही भन्न पाइँदैन। के गर्ने, गाह्रो छ। म चाहिँ घाँस काट्ने ठाउँमा आइसकेको छु। अब घाँस काट्न सुरु गर्छु। रुगा लागेर लास्टै हो। अस्ति नैदेखि यो औषधि खाएको नि सन्चो नै भएको छैन। यस्तो गर्मी, ओ माइ गड, यस्तो गर्मी छ। अनि त्यही माथि फोन यति तात्तिन्छ। अघि न के भन्छ अरे मैले त्यो भिडियो लिप्ने बेला भिडियो स्टार्ट गरेर छोडेको थिएँ नि त। अनि मोबाइल त तात्तेर आफै अफ भइदिरहेको भनेको म त मजाले भिडियो भइरह होला भनेको थिएँ। पछि यस्तै हेर्छु त मोबाइल त अफ। लो भएन, बर्बाद। मैले चाहिँ मेरो घाँस काट्दा लगाउने मेरो ड्रेस हो कि यो लगाइसकेँ। यसले चाहिँ धेरै सेभ गर्छ कि फेसलाई। कस्तो गर्मी छ नि त, अनि एकछिनमा स्किन जलेर कालो भइसक्छ भनेको। सो म चाहिँ घाँस काट्न रेडी भइसकेँ साथीहरू। अब म घाँस काट्छु ल। साथीहरू घाँस काटेर मैले सकिसकेँ। अब म चाहिँ लाग्छु घरतिर। साथीहरू म चाहिँ घाँस काटेर सकेर आइसकेँ। अब खाना बनाउने तयारी गर्नुपर्छ। फेरि साथीहरू तपाईँहरूले भन्नु होला कि एक्लै गर्छौ काम
भनेर सोच्नु होला कि सबै काम एक्लै हो र गर्ने भनेर सोच्नु होला मम्मी सासू मम्मी हेटौडा जानुभएको सरी काठमाडौँ जानुभएको छ अनि मेरो जेठानी दिदी फेरि हेटौडा जानुभएको छ नि त अर्को जेठानी दिदीकोमा सो त्यही भएर आजभोलि घरमा म अनि बाबा नानी 3 जना मात्रै छौँ अनि सो त्यही हो मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला र यदि तपाईहरुले यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला फेरि अर्को भिडियोमा भेटौँला बाइ बाइ